अनि अब न्यु इयरमा यस्तो राइड गरेपछि वर्षपछि राइड गरिन्छ नि त आज छुछुक सबै कामहरू भ्याउनु पर्छ क्या साथीहरू होइन जय सेती देवी ओहो यो चाहिँ वान अफ द मोस्ट डेन्जरस तपाईँलाई रोड हो Yo, what is up guys, this is Mr. Adi and thank you very much for watching my YouTube channel. Zindagi Gortama harkuta brand new episode ma तपाईलाई स्वागत गर्न चाहन्छु। मैले कासु भन्दा मैले ब्युटिफुल काठमाडौँ छु। काठमाडौँको कासु त काठमाडौँको म प्रायः बस्ने भनेको चाहिँ पुतली सडक बागबजार एरिया नै हुन्छ। बेखा सबै प्रायः अफिसहरु यही हुन्छ। मलाई अफिस जान आउन कफी सफी खान यताउता गर्न दिस इज फ्यान्टास्टिक। एनीवे गाइजहरु जिन्दगी गोरेटोमा ह्यापी न्यू इयर। सो आज चाहिँ तपाईलाई वैशाखको 1 गते अफिस पनि बिदा छ। म यस्तो आपद विपदमा हिजो राइड गरेर काठमाडौँ आएँ। म काठमाडौँ आउनको मेन रिजन भनेको चाहिँ बाइकमा हल्का मोडिफिकेसन गर्नको लागि थियो। सो मैले बाइक मोडिफिकेसन गरेँ। हिजै मोडिफिकेसन गर्नुपर्ने थियो कि किन भन्दाखेरि चाहिँ आज चाहिँ म्याक्सिमम तपाईँलाई काठमाडौँको तपाईँलाई मोडिफिकेसन गर्ने जुन तपाईँले यो पसलहरू हुन्छ त्यो सबै बन्द हुने रहेछ कि न्यु इयर त सबैले मनाउनु पऱ्यो। त्यो भएको कारणले गर्दा हिजो यस्तो द्रुत गतिमा आयो कि मैले क्यामेरा तपाईँलाई भ्लगिङ क्यामेरा बोक्न पनि बिर्सिएँ, बिचमा तपाईँलाई यसो मेरो थोपडा देखाउनु पनि बिर्सिएँ। जस्ट एभ्रिथिङ मोटो भ्लग मात्र भयो हिजो तपाईँलाई होइन। तपाईँलाई इटहरीदेखि लिएर हेटोडा अनि मैले खतरा ठाउँ हिजो राइड गरेँ। आज चाहिँ मलाई त्यस्तो खतरा तपाईँको ठाउँ राइड गर्न मन लागेको छैन। म अब के गर्छु भन्दाखेरि मेरो सबै तपाईँलाई यता मोबाइलहरू यो तपाईँलाई क्यामेराहरू चार्ज गरिसकेँ। आज पनि हामी मोटो ब्लग नै गर्दै जान्छौँ। तर आज चाहिँ हामी त पुरानै बाटोहरू हिँड्छौँ। बाइक कोल्ड स्टार्ट भइसक्यो गाइजहरू। हेर्दा पेट्रोल केही छैन, यति मात्र छ। र पेट्रोल अब कता छ पेट्रोल खोज्नु पर्यो। उहाँ पर सस्तो लागिरहेको छ पेट्रोल। मैले आज तपाईँलाई गोप्रो हाइपर मोडमा हालिरहेको छु। दामी आउँछ होला। माइ गॉड यता हेरेर बसौँ। यो पेट्रोल हाल्नुलाई कुपन लिनुपर्छ हो? कहाँ लिनुपर्छ कुपन चाहिँ? उता कुपन लिनु पर्दो रहेछ, थाहा भएन। सर चाहिँ यो थोरै पास गरिदिनु मेरो थोरै। यो आर्मीको रहेछ नि त पेट्रोल पम्प होइन? अनि अलिकति म्यानेज गर्न खोजेँ क्या गाइजहरू। तपाईँको म अब लाग्दैछु हाम्रो तपाईँलाई पूर्व इटहरी फ्रम ब्युटिफुल काठमाडौँ। अब हामी द्रुत गतिमा 9 बजी हिँड्यौँ है। तपाईँको 8 बजी हिँड्नु भनेर मैले सोच्दै थिएँ। आज त न्यु इयर पनि हो यार, जिम पनि तपाईँले भ्याउनु पर्ने छ क्या। तपाईँलाई न्यु इयरकै तपाईँले पहिलो दिनै तपाईँले यसो जिम गयो भने जिम वर्षैभरि जिम गइन्छ नि त। अनि अब न्यु इयरमा यस्तो राइड गरेपछि वर्षपछि राइड गरिन्छ नि त। आज छुछुक सबै कामहरू भ्याउनु पर्छ क्या साथीहरू होइन। दिस इज काठमाडौँ गाइजहरू। काठमाडौँबाट हामीलाई भाग्न चाहिँ थोरै समय लागेको अवस्था छ। फिल्स गुड गाइजहरू। तपाईँलाई यो केटिएम 250 एडभेन्चरमा चाहिँ अझै तपाईँलाई यो मोडिफिकेसन गरिसके पछाडि चाहिँ धेरैले हेर्छ क्या, छुट्टै देखिन्छ क्या, स्टनिङ देखिन्छ क्या। तपाईँलाई एकदम हेर्दाखेरि सुरुमा चाहिँ कस्तो अनौठो खालको जस्तो लाग्छ होइन। यत्रो तपाईँलाई त हिले माछा देख्नु भएको छ, हिले माछाको टाउको जस्तो। सुरुमा त्यस्तै लागेको थियो। यस्तो पनि बाइक हुन्छ, यस्तो पनि बाइक म चढ्छु र भनेर भनिरहेको थिएँ। म्याकुरी लास्टमा गएर त्यही चढ्नु जुड्या रहेछ क्या। ओइ ओहो कस्तो दामी जग्गाको सस्पेन्सन होइन। हेर्नु त ब्रेक हानेको मैले लचक जान्छ क्या। अब यस्तो खालको बाटो छ धेरै गाइजहरू। मैले लास्टै हेटोटाको बाटो तपाईँलाई उताबाट कलङ्की हुँदै तपाईँको सर्टकट हान्नु पर्ने रहेछ होइन। अहिले चाहिँ थुक्क थुइयो भयो कि यतिन्जेलसम्म म कहाँ पुगिसकेको थिएँ। हेटोटा झर्न लागिसकेको हुन्थ्यो यार। भाइ पानी छ? पानी छैन गाइजहरू। यहाँ चाहिँ म हल्का पानीले एकपटक हान्नु पर्यो भनेर भनेको। पानी रहेछ भाइकोमा। टक्कसँगले तेलहरू चाहिँ हालेर जाने हो। मोबाइल चेनमा के गर्दा ठिक हुन्छ? चेन राम्रो बनाउनु पऱ्यो। यो केटिएम 250 धुलीखेल बनेफाबाट बाटो लाग्यो। अब चाहिँ तपाईँलाई रोकिने काहीँ केही हुँदैन यतातिर। अब चाहिँ इट डिपेन्ड्स अन मी, म कसरी आएको छु होइन, कति बिसाउँदिनँ भन्ने चाहिँ ममै भर पर्छ। त्योभन्दा उता चाहिँ अघि चाहिँ बाटो पनि राम्रो थिएन होइन। तपाईँलाई जामहरू पनि थियो, त्यो त मेरो हातमा हुन्न थियो नि त। ओहो कस्तो दामी वेदर चाहिँ तपाईँको काठमाडौँको मान्नुपर्छ क्या गाइजहरू। काठमाडौँ अलिअलि चिसै पो रहेछ त है। अब यहाँ म बनेपामा यहाँ आएर चाहिँ ठ्याक्क एकजना भाइकोमा चाहिँ ठ्याक्क बसेँ। अझै तपाईँको पानी गन रहेछ, नत्र गनले चाहिँ ठ्याक्क तपाईँको चेनमा हानेर तपाईँलाई मोबाइल टक्क हाल्ने मन लागिरहेको थियो।
मध्य घाममा पर्यो यार यो बाटोहरूमा लास्टै गर्मी हुन्छ फेरि कम्तीमा 5:30-6 बजीसम्म घर पुगौँ भनेको नहुने भयो आज दिस इज द प्लेस तपाईँलाई अलिकति ठाडो भनेको छ क्या सो हामी तपाईँलाई अब अन द वे टु नेपाल थोकको अझै यहाँबाट अझै छ तपाईँलाई 22-24 किलोमिटर बाटो त फाक्ने भइरहेको छ यार पछि त के हुन्छ यार यहाँ बर्खामा पुरै पहिरोले गर्दा हेर्नु न माथि त म त पहिलेसम्म वास्तै गरेको थिइनँ कि अब कारमा हिँड्दा त तपाईँले एकदमै अब यसो माथि हेर्ने कुरै होइन इङ्ग्लिस हान्दै गरोस् नि त पहिरोले त हेर्नु त ओ माइ गॉड होइन बाटो त गाडी यता मजा रहेछ त क्या नाइस ओए जुत्तामै पानी पर्छ म्याकुरी खुट्टा उचाल्नु पर्दैन स्टार्लिङ गरेर तरेको माछालाई यसरी खुट्टा नउचाल्यो भएन यो खुट्टा राख्नु मिल्दो रहेछ नि त यहाँ स्लाइडरमा एडभेन्चर टुरको लागि जस्तो चाहिने बाटो त यहाँ रहेछ नि त कस्तो बाटो कस्तो भगर बनायो यार अब यो 1-1.5 महिना हो होइन यो चल्ने भनेको त्यस पछाडि त तपाईँले यो बाढी यहाँ तल बाढी पानी पर्नु थालेपछि त कहाँ यहाँ त तपाईँले डेन्जर भइहाल्छ नि गाइजहरू सबैजनाको यहीँ जम्का भेट भयो क्या म त पुरा स्टार्लिङ हान्दैछु गाइजहरू This bike doesn't disappoint you when it comes to off-roading. Off-roading को त नेपाली यो सेगमेन्टमा दिस इज द किङ भन्दा पनि भुँडे रहेछ क्या यसको फ्रन्ट सस्पेन्सन यस्तो दामी खेल्छ गाइजहरू त्यस्तो बाटोमा छिराइदिएछ Hey man, this bike is awesome guys. मैले यो लेभलमा चाहिँ तपाईँ यसले पर्फर्मेन्स गर्छ होला भने मैले एक्सपेक्टै गरेको थिइनँ यार है गाना काट्यो झन्डै मलाई नै तपाईँलाई लगभग 1.5 घन्टा 1 घन्टा आधी त लाग्यो यार तपाईँलाई भनेपछि मान्छेलाई यार यो बगर लगाउँदा 2 घन्टा त मात्रै लाग्छ है गाना यार तपाईँहरूले चाहिँ गाइजहरू यहाँ सिसा हाल्नु भएको छैन हौ मान्छेहरू सिसा सब हुन्छ जय सेती देवी माता कस्तो रहेछ यहाँ सुत्नु मन लाग्यो मलाई त सुत्नु मात्रै मन लागिरहेछ आज जता जता शीतल छ जिन्दगीको गोरेटोमा लास्टै गर्मी छ गाइजहरू यता यहाँ अलिकति माथि तल कोसीदेखि अलिक थोरै माथि भएको कारणले गर्दा यहाँ अलिकति हावा चलेर थोरै तपाईँलाई शीतल जस्तो फिल भइरहेको छ हावा हेर्नु आमामा कस्तो छ है अस्तिको त्यो पहाडीले कसो गर्दा यो ठाउँमा चाहिँ क्षति पुऱ्याएको छैन है गाइजहरू होइन हान्नु त कस्तो हान्छ नि यतातिर यहाँ मुनि एउटा चट्टानहरू रहेछ क्या यो चट्टानहरूले गर्दाखेरि चाहिँ यसलाई बचाइरहेको छ क्या म त यो पनि गयो होला जस्तो लागिरहेको छ है यो चाहिँ तपाईँलाई यो बाटोको सबैभन्दा तपाईँलाई एकदमै कोसीको नजिक छेउमा आइपुगेको बाटो हो म यहाँ खुर्कोटमा आइपुगेँ कि एउटा म कल लाउँछु ल यहाँ अलिक शीतल ठाउँमा बसेर यो होटलमा पनि हामी लास्ट टाइम बसिरहेको थियौँ केटाहरूसँग आउँदाखेरि आहा क्या मजा गाइजहरू प्लान चेन्ज भयो है प्लान चेन्ज भयो तर चेन्ज भयो दामीको लागि चेन्ज भयो के चेन्ज भयो भन्दाखेरि मैले खुर्कोटमा छु 2 बजे खुर्कोटको अलिकति परबाट पुलपारी बाटो 2टा बाटो छुटिन्छ एउटा भनेको उता तपाईँलाई खोटाङ सोलुखुम्बु जाने यता माथितिर भनेको चाहिँ तपाईँलाई अब बर्दिवास तपाईँलाई इटरी धरान विराटनगर अर्को पूर्व जाने क्या म चाहिँ तपाईँलाई अब के गरेँ भन्दाखेरि आजको हामी घरतिर जाँदैनौँ हामी यहाँबाट सिधै तपाईँलाई अहिले खोटाङ हलेसीको यात्रा गर्छौँ है त गाइजहरू सो भनिसकेपछि हामी खुर्कोटबाट अबको हाम्रो यात्रा भनेको हामी तपाईँलाई सुनकोसी पसाउँदै चाहिँ तपाईँलाई यता घोरीबाट तपाईँलाई पारी सुनकोसी तर्छौँ सुनकोसी तरेर हामी जयराम घाट हुँदै हलेसी आज हामी कहाँसम्म पुग्छौँ होइन हलेसीसम्म त हामी पुग्छौँ नै सो लेट्स गो गाइजहरू अब दामी हुन्छ र म चाहिँ एकदमै तपाईँलाई एक्साइटेड भएको छु क्या है समस्या भनेको चाहिँ हामीसँग तपाईँलाई गोप्रो र एउटा ब्याट्री मात्र छ क्या यसलाई फारो गर्दै चलाउनुपर्छ तपाईँले यस्तो राइड गर्ने प्लान पनि थिएन होइन तपाईँलाई न ड्रोन ल्याइयो न क्यामेरा त रेडी गरेको त्यो पनि तपाईँलाई भुलेर आइयो केही छैन गोप्रो भइहाल्यो नि त होइन यस्तो तपाईँको ब्युटिफुल नजरिया म तपाईँलाई देखाइहाल्छु मेरो थोप्रो किन हेर्नु पर्यो र होइन यो थोप्रो जाँठो वर्षैदेखि हेर्दै आइरहेको त हो नि सो यो अँधेरी खोला त्यस्तो अँधेरो त छैन होइन तपाईँलाई खोलैभित्र घर बनाइरहेको छ हामी यताबाट भएको बर्दिवास सिन्धुली जान्थ्यौँ होइन सिन्धुली बर्दिवास हुँदै अब हामी तपाईँको लेफ्टतिर लाग्छौँ होइन लेट्स गो लेफ्टतिर यो बाटोहरू त्यस्तो नौलो होइन मेरो लागि एकदमै फ्यामिलियर बाटोहरू हो हिँडिराख्ने बाटोहरू हिँडिराखेको बाटोहरू हो बाटोहरू सबै यस्तै हो होइन रमाइलो बाटोहरू छ होइन कति बेला चाहिँ हामी एकदमै कोसीको नजिक हुन्छौँ कति बेला कोसीलाई अलिकति हामी तल छोडेर अलिकति माथितिर तपाईँलाई अलिकति थोरै तपाईँको समथर परेको उपत्यका जस्तो छिचोल्दै जान्छौँ रमाइलो छ यो एकदमै रमाइलो छ तपाईँलाई यो दसैँ तिहारको बेलामा तपाईँलाई राम्रो खालको राइड गर्ने तपाईँलाई एकदमै प्लान छ होइन
भने तपाईँले यो रुट तपाईँले गरिराखेको एकदमै तपाईँले फलो गर्न सक्नुहुन्छ। यो रुट चाहिँ के हुन्छ भने तपाईँ काठमाडौँबाट स्टार्ट गर्नुहुन्छ होइन, काठमाडौँ धुलेखेल बनेपा हुँदै तपाईँ त नेपाल थोक खुर्कोट, अनि खुर्कोटबाट चाहिँ तपाईँले यता तलतिर तपाईँलाई घुर्मी सुनकुसी नछोडिकन अनि घुर्मीबाट तपाईँले हलेसी महादेव दर्शन गर्नुहोस्। दामी हलेसी महादेव दर्शन गरिसकेपछि तपाईँ सिधै तपाईँलाई चखेवा मुन्दुम मार्ग त एकदमै मुन्दुम ट्रेल त तपाईँले एकदमै सुन्नु भएको छ नि त होइन, हो त तपाईँले मुन्दुम ट्रेलको बाटो त्यहाँ तपाईँलाई ड्यामके ठुलो डाँडा छ होइन, हल्का त्यतातिरको चखेवा भन्ज्याङ मुन्दुम ट्रेलहरू पनि हल्का तपाईँले फिल गर्नुहोस् होइन। अझै तपाईँलाई एक दिनसम्मको ट्रेल गर्न सक्नुहुन्छ क्या त्यहाँ तपाईँ बसेर चखेवामा। अनि त्यसपछि तपाईँ ठ्याक्क त्यहाँबाट भोजपुर, अनि भोजपुरबाट तपाईँको धनकुटा, अनि भेडेटार, अनि धरान, अनि इटरी हुँदै अनि फेरि फर्किनुहोस् तपाईँ होइन, गाईघाट कटारी हुँदैछ। अमेजिङ ब्युटिफुल प्लेस। म यसको बारेमा तपाईँलाई मेरो www.isradkiran.com हेर्नुहोस्। म त्यसमा तपाईँलाई यो रुटको म दामी तपाईँलाई हुन्छ नि त्यसको आइटिनरी सहित म तपाईँलाई पोस्ट गर्छु। सो गाइजहरू यहाँको अब एकदमै हावा चलिरहेको छ होइन, तपाईँलाई मसँग तपाईँलाई क्यामेरा पनि छैन, यो मोबाइलकै क्यामेराले मैले खिचिरहेको छु। यहाँको बेस्ट भनेको चाहिँ तपाईँलाई यस्तो ठाउँहरू हो क्या होइन, तपाईँलाई त्यहीँ तल तपाईँले खोला देख्नुहुन्छ होइन, तपाईँलाई कोसीको नजिकमा हामी राइड गरिरहेको छौँ। यस्तो दामी खालको ऐतिहासिक फिलिङ आउँछ क्या। सो यतातिर आउँदाखेरि चाहिँ तपाईँले यस्तो खालको भाइब्स चाहिँ तपाईँले पाउनुहुन्छ। यो चाहिँ अहिलेसम्मकै तपाईँको दामी वान पेज हाउस लाग्यो कि गाइजहरू होइन। ठ्याक्क यस्तो घुमेर यहाँबाट तपाईँको एकैचोटि तपाईँले हुत्तेर रोड तल झर्छ, अनि तल हेर्नु न वहाँ पर झोलुङ्गे पुल पनि छ। ओ माई गाइज दिस इज असम क्या। तपाईँले एउटा पुल देख्दै हुनुहुन्छ, फाइनली यो पुल पनि बनिसक्यो। धेरै अगाडिबाट बन्दै गरेको मैले देखिरहेको थिएँ होइन, यो बाटोहरू हेर्दाखेरि। यसले चाहिँ पारी रामेछाप जोड्छ। पारी रामेछाप यो सिन्धुली है गाइजहरू, सिन्धुली। ओहो ए नकुट्नु कुटो भने त झन् होसिहाल्छ नि कुट्नुहुन्न बिस्तारी गाइज। चुपचाप आइरहेको थियो, त्यो भएर म सुइँ गयो क्या। इट्स माई ब्याड होइन, त्यो एक्कासी अलफसर्ने कुद्छ भन्ने थाहै थिएन क्या मलाई। कसलाई थाहा हुन्छ त होइन। तर के छ भने यसको ब्रेक गाइज, ब्रेक म्यान तपाईँ देख्नुभयो नि 5/5 क्या। कस्तो मैले ब्रेक हालेँ क्या, अनि कस्तो कन्फिडेन्ट फेरि तरिकाले ब्रेक लाग्यो। त्यो सिधै आएको भए पनि मैले रोकिसकेको थिएँ क्या। अहिले त सिजन हो नि, कतिको केटाहरू यता राइड गर्छन् यो बाटो क्या, केटाहरू बाइक लिएर। अलिकति यो हाम्रो सोलुखम्बु अनि यता हलेसी यता अलिक प्रमोट गर्नुपर्छ क्या। यो बाटो त अनि भिड हुनुपर्ने जस्तो लाग्छ। अब होइन, अब सुरु भयो। दसैँ तिहारतिर एक लट होला अब चाहिँ, किनकि उता तराईको बाटो मैले एउटा दामी ठाउँ गाइजहरू, यो घुर्मी पुग्नुभन्दा अगाडि नै एक ठाउँ तपाईँलाई खाङसाङ बेसी भन्ने ठाउँमा यो कफी लेखेको नाम देखेँ क्या। म पर पुगेर पनि फर्केँ। सो यहाँ चाहिँ तपाईँलाई हाइवे किचन होम भनेर छ। हाम्रो ब्रदरले दामी तपाईँलाई कफी सर्भ गर्नुभयो। तपाईँ पनि उता खुर्कोटबाट मोनोटोनस भएर आइन्छ क्या, तपाईँलाई गर्मी ठाउँ यो तपाईँलाई कोसीको किनार। अनि यहाँ चाहिँ कफी खानुहोस् होइन, ब्रदर एकदमै राम्रो हुनुहुन्छ। दिस इज घुर्मी। अब पारिपट्टि तपाईँलाई हामी कोसी तरेर लाग्छौँ। तपाईँलाई त्यो बाटो यहाँ डिजल छ, यहाँ पेट्रोल पाइँदैन, पेट्रोल चाहिँ पारि नै पाइन्छ। म त्यहाँ खाजा खान्छु त्यो घरमा। पछाडिको बस्ने ठाउँ एकदमै राम्रो छ। अहिले त तपाईँलाई एकदमै पानी पर्ला प्रस्त भइरहेको छ कि, त्यो कारणले गर्दा शीतल हुन्छ। तर तपाईँलाई सुनकोसी देख्नुहुन्छ, पारि तपाईँलाई उखुलढुङ्गा। हामी छौँ उदयपुरमा, अहिले भर्खर हामी कटेर आएको छौँ। तपाईँलाई सिन्धुली पानी पर्ला प्रस्त भइरहेको छ, हलेसीतिर त पानी पर्ला परिरहेको जस्तो लागिरहेछ। ल म खाजा खाएर निस्किसकेँ गाइजहरू। अहिले कति बज्यो भने 4:58 भनेको अलमोस्ट 5 बजी। 6 साढे 6तिर चाहिँ म तपाईँलाई झमक्क साँझ पर्दा चाहिँ हलेसी पुग्छु जस्तो लागिरहेको छ। हेरौँ तपाईँलाई जिन्दगीको गोरेटोमा बढी हालिदिउँ ल। छ अन्त छ त्यहाँ कति घटो काठमाडौँबाट आउँदाखेरि राति पुगिने भयो होइन। होटलमा पाइन्छ कि पाइँदैन बस्नु, वास्ता देला नि कसैले। हो ल ल
ए लु एकदमै खुसी लाग्यो तपाईँ म त उता अब यसो घुम्दै हलेसी अनि त्यस पछाडि दिक्तेल अनि त्यस पछाडि माथि ट्याम्के तपाईँ यता कता बस्नुहुन्छ ए अहिले ए लु 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 जाउँ बिस्तारै ल ल हरकपुर बाटो अब हामी ट्याङ्की फुल गऱ्यौँ फेरि है अब हामीलाई केही टेन्सन छैन वेलकम टु जयराम गाइजहरू यो जयराम भनेको चाहिँ हामीले जयराम घाट जयराम पुल जे भने पनि तपाईँलाई जयराम भन्ने ठाउँ अब यो पारिपट्टि हामी खोटाङ हो के अरे होइन यो सेतापट्टि चाहिँ हाम्रो यो ओखलढुङ्गा नै हो अब यहाँ पुल छ क्या दामी पुल छ सो पुल हामी क्रस गर्दैछौँ यो दुधकोसी पुल ऐतिहासिक पूर्वको पुल हो नि त यो यस नाइस लभली आफ्टर लङ टाइम यार गाइजहरू ऐतिहासिक पुलमा आइयो अहिले त कोसीको पानी घटेर सानो भइरहेको छ अब हामी हलेसी तुवा जाउँ यो खोटाङ हो है माई बर्थ प्लेस गाइजहरू तर धेरै नै समय भइसकेछ है तपाईँलाई त सुनसरीतिर बसोबास गरेको अनि कस्तो अनौठो लाग्छ क्या खोटाङ मेरो बर्थ प्लेस भनेर गइरहनुपर्छ आफ्नो ठाउँहरू यार जुन अहिले म हिँडिरहेको छु नि हलेसीको यो तपाईँलाई यो यता साइडमा यो चाहिँ वान अफ द मोस्ट डेन्जरस तपाईँलाई रोड हो नेपालको एकदमै सार्प ब्यान्ड छ बाटो साँघुरो छ अनि त्यस पछाडि भिड एकदमै ठुलो छ अनि बेला बेलामा एकदम म्यासिभ दुर्घटनाहरू यहाँ भइरहेको हुन्छ त्यो भएको कारणले गर्दाखेरि साथीहरू एकदमै वी निड टु बी केयरफुल है तपाईँलाई एकदमै साफ तपाईँलाई स्टिप छ तपाईँलाई फेरि हिलहरू वेलकम वेलकम गाइजहरू हलेसी होमस्टे पनि रहेछ हौ यहाँ म सिधै उता जाँदैछु अब अलमोस्ट हामी आइपुग्नु लाग्दैछौँ अब वेलकम टु हलेसी गाइजहरू हलेसी आइपुगेँ म यही हो मेन बजार है नाइस म सोधेर कन्फर्म भइदियो क्या होइन वेलकम टु हलेसी गाइजहरू मलाई धेरै समय लागेन मेरो क्यामेराको ब्याट्री पनि फाक जस्तो छ होइन म अहिले हलेसी आइसकेको छु टाइममा आइपुगेँ अनि अब चाहिँ तपाईँलाई यो चाहिँ तपाईँ ठ्याक्क मन्दिरकै छेउमा छ है गाइजहरू यो मुनि दामी आरती हुन्छ हामी सन्ध्या आरती हेर्न जाउँ ल बेलुकाको आरती हेर्न जाउँ यसको त्यस्तो दामी छ क्या है तपाईँले यहीँबाट घरै मन्दिरसँग जोडेको क्या हलेसी मन्दिर जाने बाटो मात्र 3 मिनट कोट चित से चंद्राकवैश्वर नरलोचनाय पुष्पांजलि श्री हलेसी महादेव को दिनभरिको थकान तनाव जिउ दुखेर होइन तपाईँलाई बाइक अहिले आएर चाहिँ मनमा एकदम शान्ति मिलेको अवस्था हो गाइजहरू होइन अनि ठ्याक्क तपाईँलाई अहिले टिका लगाएर म अब निस्किँदैछु अनएक्सपेक्टेड लाइफमा एभ्रिथिङ ह्यापन्स अनएक्सपेक्टेड क्या कस्तो आनन्द आयो